हेलो दर्शकबिनहरू, यो पंखा पुरै मैलो भएछ। आज चाहिँ पंखा सफा गर्न पर्यो, हावा पनि कम दियो। त्यसैले अब पंखा निकालेर वाल फ्यान हो यो, वाल फ्यान निकालेर अब यसलाई सफा गर्नतिर लाग्नु पर्यो भन्ने मेरो इच्छा आयो। त्यसको लागि स्क्रुड्राइभर, सानो स्क्रुड्राइभर भए पुग्छ। सुरुको निकालौँ, त्यो भए पुग्छ, अरू चाहिँदैन। त्यो निकालौँ, माथि अगाडिको ढक्कन। अब यो पंखा खोल्दाखेरि हमेसा उल्टे खोलिन्थ्यो भने यसलाई सुल्टे, यसलाई घडीको सुल्टो दिशामा खोलिन्छ है। त्यसपछि यो पंखा निकाल्ने, त्यसपछि अब यसलाई खोल्नु, तातो भइसक्यो। त्यसपछि यसलाई खोल्ने, के गर्नु स्क्रुड्राइभर हुन्छ अनि त्यसपछि पछाडिको आउँछ। अब अरू खासै पर्दैन। अब हामीले मेन सफा भनेको यो जालीहरू, यसले हावा आउने हावालाई छेकिदिन्छ। यो सफा गरे पुग्छ। बिग्रिया होइन, हावा नदिएर राम्रोसँग सफा गर्नुपर्छ है साथीहरू। वाल फ्यान हो, वाल फ्यान चाहिँ यसरी, यो वाल फ्यान भयो त अर्को स्ट्यान्ड फ्यान, टेबल फ्यान यस्तो मैलो हुन्छ बढी मात्रामा। अर्को सिलिङ फ्यान चाहिँ खासै हुन्न, केही पनि त्यसमा पनि धुलो मैलो लाग्छ। धुलो फ्यानको त्यो पखेटामा धुलो मैलो फ्याले हुन्छ। यो पछाडिबाट तान्ने है, यो पछाडिको भाग सेतो बनाउनु पर्छ। हेर्नुहोस् साथीहरू, नत्र भने पंखाले हावा दिँदैन। तपाईँहरूको पंखाले कम हावा फालेछ भने यसरी सफा गरिदिनुहोस्, एकदम मजाले हावा दिइहाल्छ है। लगभग सफा भइसक्यो चाहिँ। यो पंखा भयो, पंखा पनि त्यस्तै खोल्छ। यसलाई नि पुरै धुलो जमेको छ, यसलाई सफा गरौँ। सकभर पानीको प्रयोग गर्नु हुँदैन, पानीको प्रयोग गरे पनि हुन्छ हुन त, सकभर किन गर्नु। धुलोले गर्दा हावा पनि फाल्दैन। कस्तो धुलो छ। तपाईँहरूले हावा दिएन, पंखाले हावा दिएन भनेर पंखा बनाउने ठाउँ लानुहुन्छ अनि उल्टो पैसा ठोकिदिन्छ। हेर्नु पर्दैन, आफै खोल्नुहोस्, आफै हेर्नुहोस्। पैसा नि जोगियो, गाडी भाडा जोगियो। कति फोहोर झऱ्यो है। अब मेन अगाडिको छ है फोहोर, एकदम फोहोर छ यो चाहिँ। एकदम फोहोर छ, यसले गर्दा हावै आउँदैन।
यो पङ्खा 73 सालमै ल्याएको हो, 83 10 वर्ष भयो यस पङ्खा ल्याएको। यसले बेला यस्तो सफा गर्नुपर्छ, सधैँ ठिक छ। त्यसलाई पनि सुरक्षा सदुपयोग गर्न जान्नुपर्छ, लामो समयसम्म ठिक छ। होइन भने केहीले पनि साथ दिँदैन है साथीहरू। भित्रपट्टि बाहिरपट्टि छिटो हुँदै आयो त्यो पनि। यति वासी हुन्छ है साथीहरू, अरू सफा हाल्नु पर्दैन खासै। सफा पर्दैन है। अनि यो फिता बाहिरको स्ट्राप अलिअलि धुलो लाग्ने। अब यसलाई लुडीको टाउको यसमा पनि आफूलाई जम्दा रहेछ। देखाइसकेको रहेछ यहाँनिर सबै रक्ती बनाइसकेको रहेछ चिसोले। खोल्न गाह्रो हुन्छ। भित्रको बिग्रिएको छ भने यही चारवटा स्क्रु पनि खोल्नुपर्छ। अनि पछाडि है अहिले पर्दैन, खासै त्यस्तो भएको छैन। अहिले त यो सफा भयो। कति फोहोर रहेछ ल, कति फोहोर जमा रहेछ ल। ठ्याट्ट फिट भयो। अब चाहिँ टक्क सक्यो है, टक्क सक्यो फिट गरेर। फिट गरेर सिद्धियो अब जोडेर
हावाखानी